तर मान्छे किन भन्नु बढी रोगी बाँच्ने मान्छे पनि रोगी भएर बाँच्ने अनि केही वर्षपछि त्यही औषधि रोगले नै मान्छेले लाग्ने क्या अनि जति औषधि गर्दै गएको छ त्यति बिरामी हुँदै गएको छ अब जस्तो मेरो 35 दिन भयो केही पनि भएको थियो बुवाको खुट्टा अस्ति यत्रो यत्रो भएको थियो जहिले खुट्टा यस्तो हिँड्दै नमिल्ने फरक सुत्यो भने त्यही काठमाडौँ पनि कति दिन जापान जाँदा पनि कि मैले घुम्न जाँदा पनि सुत्दाखेरि फर्किनै नमिल्ने सुन्नेर यत्रो हिँड्ने अहिले बुवा पनि हिँड्छिन्छ 3 किलोमिटर बिहान 3 किलोमिटर आमा अझै स्ट्रङ म आमा छैन आमा उसले जाँदा पहिले उहाँ भिसा थप्न लाग्यो भिसा थपेको 4-5 दिनमा चेक गरेको चेक गरेर जाने भनेर छोरीले त्यो भनेर चेक गर्न जाँदाखेरि त्यो देखियो त्यही हामी सबै निराशा जस्तो हो कि उहाँले हाम्रो भिडियो पनि हेर्ने गरेको रहेछ सिधै कसैको कुरा नसुनेर आफ्नै परिवारमा पनि थुप्रै मेडिकल डक्टरहरू पनि गइबक्सिन्छ अनि ठुला चाहिँ विद्वानहरू पनि गइबक्सिन्छ उहाँले केही नसुनेर यहाँ आइबक्स्यो मानसिक रूपमै उहाँहरूलाई चाहिँ गाइडेन्स गरेको हुन्छु You are watching latest Nepal. नमस्कार हजुरहरु सबैजनालाई नमस्कार हजुर नमस्कार अब धेरैजना हुनुहुन्छ सबैभन्दा पहिला चाहिँ डाक्टर पूर्ण साई लामो समय इन्डिया बसाएपछि नेपाल आइसक्नु भएको छ नेचुरोपैथी डाक्टर हुनुहुन्छ त्यसैगरी डाक्टर मनता राई नेचुरोपैथी डाक्टर हामीले अस्ति पनि उहाँहरुसँग कुराकानी गरिसकेका छौं आज उहाँहरुभन्दा फरक बिरामी हुनुहुन्छ बिरामी पनि क्यान्सरका बिरामी हुनुहुन्छ 16 लाख योगमा छौं हामी यति बेला डाक्टर साहब के छ त हाल खबर भनिदिनुस् बिरामीको बीचमा सबै राम्रै छ हजुरहरु सबैको चाहिँ माया प्रेम शुभकामनाले सर्वप्रथम हजुरलाई पनि धेरै चाहिँ धन्यवाद दिन चाहन्छु अब हाम्रा कुराहरु चाहिँ जनमानसमा पुर्याउन हिजो कोरोना आतंकवादको समयदेखि लगातार हजुरले साथ दिइरहेको छ यहाँ धेरै कुराहरु त यो फोन नम्बर एड्रेसमै अल्झिराखे हुन्छ त्यहाँ हजुरले दिइराखे हुन्छ फेरि पनि एकचोटी त्यही कुरा सम्झाइदिउ कि जस्तो लाग्यो मलाई हैन यो काठमाडौँ मध्य बानेश्वर नयाँ बानेश्वर र पुरानो बानेश्वरको बीचमा रत्नराज्य स्कुल छ रत्नराज्य स्कुल सँगै जोडिएर एउटा बाटो पश्चिमतिर अनामनगर साइडतिर आउँछ रत्नराज्यको बिल्डिङ सँगै टाँसिएर चाहिँ अनि वडा नम्बर 10 महादेव स्थान मार्ग भनेर चाहिँ त्यहाँ चाहिँ नगरपालिकाले गेट पनि बनाएको छ रत्नराज्य स्कुलबाट जम्मा 325 मिटरको दूरीमा बायाँपट्टि 16 लाख योग नेपाल भनेर अंग्रेजीमा लेखेको साइन बोर्ड छ हैन अब त्यसपछि यहाँ यो 16 लाख योग आज करिब 6 वर्ष जति भयो हैन हामीले सञ्चालन गरेको त्यसमा डाक्टर मनता राई र म डाक्टर पूर्ण साई हामी दुई जनाले आफ्नो त्यहाँ कम्पनी रजिस्ट्रारमा चाहिँ दर्ता गरेर सुरु गरेको हैन अहिले करिब चाहिँ डाक्टर मनता राईले नै यो सबै यहाँ रेखदेख गर्ने बिरामीहरूको उपचार गर्ने हेरचाह गर्ने सबै काम उहाँले नै गरिबक्सिन्छ हैन करिब म चाहिँ 1 महिना जति इन्डियातिर थिए त्यहाँ आफ्नो केही अब अध्ययनको पनि चाहिँ काम थियो बिरामीहरू इन्डियातिर पनि सम्पर्कमा हुन्छन् अनि उहाँले नै सबैलाई चाहिँ स्वस्थ बनाउने सारा मेहनत गरिराखेको छ हैन अब म चाहिँ यताउता जाँदा पनि मलाई म ढुक्क भएर बस्न सक्छु अब यहाँ अहिले बढी जसो चाहिँ क्यान्सरकै नाउँमा प्रमाणहरू चाहिँ लिएर आएका छन् बिरामीहरू हैन जस्तै उहाँ चाहिँ अब जापानबाट आइबक्सेको छ उहाँ अर्जुन थापा उहाँ हाम्रो एकदमै शुभचिन्तक गइबक्सिन्छ अब घर चाहिँ काठमाडौँ पनि छ बर्दियातिर पनि छ अनि आमालाई चाहिँ उहाँ जापानमा चाहिँ घुमफिर गर्न बोलाइबक्सेको थियो अब यो मान्छे मार्ने नक्कली कोरोनाको चाहिँ भ्याक्सिन लगाइसकेपछि अब विभिन्न समस्याहरू आएका छन् अहिले जति पनि समस्याहरू छन् सबै ती नक्कली कोरोनाको मान्छे मार्ने भ्याक्सिनले चाहिँ उत्पादन गर्ने हो अब जापानमा टेस्ट गरी आएको बेला यसो टेस्ट पनि गरिहालौँ भनेको अब चाहिँ छातीमा चाहिँ फोक्सोतिर कतातिर क्यान्सर भन्ने चाहिँ कुराहरू चाहिँ आइसकेपछि उहाँले हाम्रो भिडियो पनि हेर्ने गरेको रहेछ सिधै कसैको कुरा नसुनेर आफ्नै परिवारमा पनि थुप्रै मेडिकल डक्टरहरू पनि गइबक्सिन्छ अनि ठुला चाहिँ विद्वानहरू पनि गइबक्सिन्छ उहाँले केही नसुनेर यहाँ आइबक्स्यो आज करिब 35 दिन भयो यहाँ हैन अनि आएको बेला र अहिले धेरै चाहिँ प्रगति छ उहाँको आमाको स्वास्थ्यमा मानसिक रूपमा पनि एकदमै सशक्त भइबक्सेको छ जुन भ्रमहरू थिए क्यान्सर सम्बन्धी रोग सम्बन्धीका ती पनि चाहिँ 35 दिनमा धेरै अनुभव गर्न पाइबक्स्यो हैन 2-3 किलोमिटर सजिलै हिँड्न सकिबक्सिन्छ अब आएको बेला त चाहिँ 200-400 मिटर हिँडे पनि अब डर त्रासले पनि त्यस्तै थियो अब सासमा पनि चाहिँ समस्या पनि आउने थियो हैन अब त्यसको साथसाथमा उहाँको
बुवा पनि भइबक्सिन्छ उहाँ पनि अब चाहिँ करिब चाहिँ 15 वर्षभन्दा बढी भयो कोलेस्ट्रोल अनि ब्लड प्रेसर अनि थाइरोइडको दबाई सेवन गरिरहेको होइन अब त्यसमाथि चाहिँ अब त्यो चाहिँ कोरोनाको चाहिँ मान्छे मार्ने भ्याक्सिन लगाइसके झन् गाह्रो हुँदै आयो उहाँलाई पनि बुढाहरू पनि चाहिँ अब चाहिँ धेरै गाह्रो हिँडडुल गर्न उठ्न बस्न पनि धेरै गाह्रो अब उहाँ दुवैजनाको स्वास्थ्य लाभ चाहिँ भइरहेको छ यहाँ होइन उहाँहरू चाहिँ दुईजना अस्ट्रेलियाबाट आइबक्सेको उहाँको उमेर 81 वर्ष भइसक्यो 1.5-2 घन्टा बिहान 4 बजे उठेर योगासन गर्नेदेखि लिएर सबै कसरतहरू गरिबक्सिन्छ होइन अनि उहाँले पनि धेरै वर्षदेखि अनि ब्लड प्रेसर र के को दबाई बुवा ब्लड प्रेसर र ब्लड प्रेसरको मात्रै कति वर्ष भयो 15-20 वर्षदेखि उहाँ पनि ब्रिटिस आर्मीको रिटायर भइबक्सिन्छ होइन अनि उहाँको धर्मपत्नी पनि भइबक्सिन्छ साथमा उहाँ पनि करिब 75 वर्ष चाहिँ पुगिसकिबक्स्यो होइन कति राम्रो चाहिँ जोडी छ 81 वर्षको उहाँ ल हेरिबक्स्यो सबै बाल छँदैछ सेतो भएको मात्रै हो म 56 वर्षको बाल पनि छ सम्पूर्ण आसन गरिबक्सिन्छ उहाँ अनि हिँड्यो भनेपछि कसैले भेटाउन सक्दैन उहाँ 10 किलोमिटर पनि उहाँ पनि चाहिँ बिहान चाहिँ 3-4 किलोमिटर चाहिँ पुरा चाहिँ हिँडिबक्सिन्छ उहाँले पनि चाहिँ ब्लड के अरे चाहिँ सुगरको ब्लड प्रेसरको कोलेस्ट्रोलको दबाई चाहिँ लामो समयदेखि सेवन गरिरहेको त्यसमा अझ फेरि इन्सुलिन पनि लगाइराखेको थियो होइन सबै दबाई सेवन गरेर उहाँले पनि दुवैजनाले स्वास्थ्य लाभ चाहिँ ग्रहण गरिबक्स्यो अब दबाईको त हजुरलाई थाहा छँदैछ कि यहाँ आएकै दिनमा सबै दबाईहरू उहाँहरूको चाहिँ छुटिहाल्यो अरू छन् भित्र होइबक्सिन्छ होइन 84-85 वर्षको बुवा होइबक्सिन्छ शरीरभरि चाहिँ त्यो नक्कली कोरोनाको मान्छे मार्ने भ्याक्सिन लगाएपछि सारा शरीर रगत सम्पूर्ण दूषित गरेर शरीरभरि चाहिँ गाँठा ट्युमरहरू आएका छन् होइन तर चाहिँ आज उहाँ पनि करिब 1 महिना हुन थालिसक्यो यहाँ चाहिँ उपचार गरिरहेको अनि अहिले धेरै आशावादी पनि छौँ हामी चेहरामा पनि एकदमै उहाँको कन्फिडेन्स छ बोलीमा पनि कन्फिडेन्स छ अनि त्यो घाउहरू पनि ट्युमरहरू पनि फुटेर चाहिँ आफू नेचुरल्ली फुटेर होइन सफा भइराखेका छन् त्यसले गर्दाखेरि राम्रो हुने चाहिँ आशा लिइराखेका छौँ अब हिजो अस्ति पनि चाहिँ बर्दियाबाट फेरि अर्को चाहिँ दुईचोटि चाहिँ त्यहाँ बायोप्सी गरेको छ होइन बायोप्सी भनेकै अब चाहिँ शरीरभित्र हतियार छिराएर त्यहाँ मासुको टुक्रा चाहिँ शरीरको टुक्रा मसलको टुक्रा निकाल्ने हो त्यो त्यस्तो चाहिँ अब चाहिँ के भन्ने त्यो त अब सम्झिँदाखेरि पनि कस्तो लाग्छ होइन उहाँ पनि अहिले चाहिँ 3 दिनबाट यहाँ होइबक्सिन्छ होइन उहाँलाई पनि चाहिँ अब फोक्सोदेखि लिएर अब शरीरभरि हड्डीसम्म पनि फैलिहाल्यो भनेर उहाँ ट्युमरहरू पनि छन् अनि अब एकजना चाहिँ किडनी फेल भनेर चाहिँ अब फिस्टुला फिट गरेको छ 6 महिनादेखि होइन अब यहाँ करिब 1 महिना त भइसक्यो उहाँ पनि तर अब डायलिसिस नगरेर बसिरहेको अनि आउँदाखेरि त यत्र हात खुट्टा मुख सुन्निएर शरीरको स्ट्रक्चरै डरलाग्दो यहाँ यत्र गाला झुन्डेको पेट एकतिर यत्रो झुन्डेको उठ्न पनि नसक्ने बोल्न पनि नसक्ने एक बुँद पानी पनि पिउन नसक्ने त्यस्तो अवस्थामा आइबक्स्यो त्यो एकदमै डरलाग्दो अहिले धेरै राम्रो भएको छ 400-500 मिटर आधा किलोमिटर यहाँदेखि रत्नराज्य 375 मिटर छ रत्नराज्य त्यहाँ महादेव स्थान भित्र चाहिँ प्रवेश गर्दा त्यहाँ पुगेर पनि आइबक्सिन्छ धेरै पहिलाको हेर त जमिन आसमानको चाहिँ सुधार छ तर पनि सामान्य मानिस सामान्य स्वस्थ हुनको लागि त अझ धेरै भागी छ उहाँको होइन अनि अरू पनि छन् 1-2 जना क्यान्सरका पेसेन्टहरू होइन उहाँहरूलाई पनि धेरै स्वास्थ्य लाभ मिलेको छ अनि त्यो समय आएपछि हजुरले फेरि जनमानसमा पुरै बखिनेछ भनेपछि अहिले भनेको किडनी फेल र क्यान्सरका बिरामीहरू हजुरकोमा बढी हो क्यान्सर विशेष गरेर क्यान्सर र चाहिँ किडनी फेल डायलिसिस यस्तै मात्रै चाहिँ बढी चाहिँ आइराखेका छन् अब यो त्यो चाहिँ भ्याक्सिनले गर्ने नै त्यही हो गराउने नै किडनी फेल गराउने शरीरभरि चाहिँ रगत दूषित गरेर ट्युमरहरू डेभलप गर्ने ब्लड क्लट गर्ने हार्ट एट्याक गराएर मृत्यु गराउने अब त्यही उद्देश्यको लागि न त्यो चाहिँ भ्याक्सिन चाहिँ लगाइएको हो त्यसमा त उनीहरूले जसले लगाउने हुन् उनीहरूले ढ्वाङ फुकेर चाहिँ जो मालिकहरू हुन् अब विश्वभरको जनसङ्ख्या यसैले चाहिँ सिद्ध्याउने हो भनेर उनीहरूले स्पष्ट रूपमा भनेका छन् ती अब लुकेर भनेका होइनन् सारा चाहिँ जग जाहेर छ अब विश्वभरि यसको विरुद्धमा चाहिँ आन्दोलन चलिरहेका छन् मुद्दाहरू चलिरहेका छन् कयौँलाई चाहिँ अब त्यहाँ जेलको सजाय पनि चाहिँ भइरहेको छ हैन अब भ्याक्सिनहरूलाई चाहिँ खरबौं रुपियाँको
त्यहाँ क्षतिपूर्तिहरू पनि अदालतले फैसला गरेको छ। यही इन्डियामै पनि चाहिँ 12 लाख करोड आइसी बम्बे हाइकोर्टले बिल गेट्स र चाहिँ यो त्यहाँ चाहिँ बिल गेट्सको चाहिँ पार्टनर चाहिँ आधार पुनावाला लाई मर्डर केस सहित चाहिँ 12 लाख करोडको जरिमाना त्यहाँ फैसला गरिदिएको छ बम्बे हाइकोर्टले पनि। त्यस्तो छ होइन। अब मैले डाक्टर मनता राईतर्फ लागेँ। अब हजुरसँग अस्ति पनि कुराकानी भयो होइन, हुन्छ तपाईँ लामो समयदेखि नेचुरोप्याथी रूपमा कसरी हेल्दी रहन सकिन्छ अनि त्यसपछि खाना पकाउने कुराहरू पनि हामीले त्यो वर्षौँ अगाडि गरेका थियौँ, मैले भनिरहेको हुन्छु। र अब हजुरले पढेर अहिले त डाक्टर भइसक्नु भएको छ, नेचुरोप्याथी डाक्टर होइन। अब यो जुन जस्तो खालको बिरामीहरू तपाईँहरूकोमा आइरहनु भएको छ नि, यो एक प्रकारको च्यालेन्ज हो है, एकदम च्यालेन्ज हो, एकदमै गाह्रो काम हो। अन्तिममा आउने भनेको ठाउँ यही हो। यो च्यालेन्जले चाहिँ तपाईँलाई यो कसरी ह्यान्डल गरिरहनु भएको छ? अब डाक्टर साहब त कहिले इन्डिया कहिले नेपाल, के भन्नुहुन्छ तपाईँ यो च्यालेन्जलाई? हजुर, म त बानी परिसक्यो, सजिलै लाग्छ, तर पनि अब काम गर्न त सजिलो छैन। यो राष्ट्रिय द्वन्द्वहरूको कारणले गर्दाखेरि मानसिक रूपमै उहाँहरूलाई चाहिँ गाइडेन्स गरेको हुन्छु। त्यसपछि संस्कार संस्कृति अब पुरानो परम्पराहरूलाई अगाल्नुपर्छ भनेर उहाँहरूलाई सजिलो मेथडबाट, जसरी बच्चाहरूले कखबाट सिक्दै पछि होइन ग्रेजुएसन गर्छन्, त्यस्तै गरेर उहाँहरूलाई पनि सामान्य रूपबाटै खाने बस्ने हाँस्ने रमाउने शैलीहरू सिकाउँदै गएर सजिलो छ, धेरै त्यस्तो गाह्रो लाग्दैन। भनेपछि तपाईँको कुराले त मलाई यो दिमागमा यो कुरा आयो कि खानपान अब सुई दबाई त छँदैछ, त्योदेखि बाहेक हामीले हाम्रो संस्कार संस्कृति भुलेर अलिकति आधुनिकतामा रमाउन खोजेर पनि हामीलाई रोग लाग्दो रहेछ भन्ने कुरा हजुर भन्न सक्छौँ? भन्न सक्छ, एकदमै सही हो त्यो। अब हामीले चाहिँ अनिवार्य रूपमा एकदम अनुशासित चाहिँ हुनुपर्छ। अनुशासित हुनुलाई हाम्रो संस्कार संस्कृति त धर्म त छोड्नै मिलेन, जे छ त्यसलाई चाहिँ पालना गरिराख्नुपर्छ। त्यो धर्मलाई हामीले यो त्यो भन्न मिल्दैन। हामीले जातीय यो अनुसार चाहिँ वर्गीय अनुसार जे चलन चल्तीमा चलिएको छ, हिमाल पहाड तराई पूर्व पश्चिम काठमाडौँ सबै उपत्यका राजधानी बनेर जे जस्तो पहिलाको संस्कार संस्कृति चाहिँ त्यसलाई चाहिँ अब हुँदैन, यो पुरानो यो अन्धविश्वास हो भन्ने शैलीमा जाँदाखेरि छोड्यौँ आधुनिक विज्ञानले। त्यसले गर्दाखेरि त्यो छोड्नु हुन्न रहेछ भनेर चाहिँ म त्यसलाई चाहिँ उहाँहरूलाई चाहिँ गाइडेन्स गर्छु विशेष गरी। अनि अरू चाहिँ अब हामी यो आधुनिक विज्ञानसँग पनि हामीले त्यसलाई नै जोडेर खाना पहिलाको कस्तो थियो अहिलेको कस्तो थियो, कस्तो खानुपर्छ, सुत्ने उठ्ने बस्ने सबै शैलीहरू सिकाउनुपर्छ, एकदमै जिरोदेखि नै लगेर बच्चै जस्तो गर्नुपर्छ। यहाँनिर पारिवारिक वातावरणमा नै सिकाइरहेका हुन्छौँ सबै। त्यसरी गरिरहनु भएको भिडियो पनि हामीले बेला बेला हेर्न सक्छौँ। यहाँ हामीले फेसबुकमा पनि मनता राई गऱ्यौँ भने त्यो सबै कुराहरू हेर्न पनि पाउँछौँ होइन। अब सबैभन्दा पहिला चाहिँ हामी भोलि जापान फर्किनु हुने बिरामीसँग कुराकानी गरौँ कि उहाँ लाउरे बाको परिवारसँग कुरा गरौँ? डाक्टर साहब उहाँ त अब हजुरलाई केही भन्नुपर्ने छ त बुवा? के छ यहाँको बारे कस्तो लागिरहेको छ? यहाँ हजुर जवानी हुने एउटा सानो एउटा टिप्स दिनु पर्यो के। अब हजुर 81 वर्षको उमेरमा पनि जवान हुनुहुन्छ, के गर्नुपर्छ त्यो भनिदिनुहोस् न। 81 वर्षसम्म पनि एकदमै यङ, आमा पनि एकदमै यङ बनाएर राख्नु भएको छ उहाँले। अब खोइ के भन्नु सकिन्छ। यहाँ हामी खास यो ब्लड प्रेसर अनि सुगरलाई कम गर्नलाई बडीलाई पन्छाइदिउँ भनेर चाहिँ हो खासमा। त्यो दवाईबाट चाहिँ मुक्त, दवाईबाट मुक्तलाई के हुन्छ अब गर्दैछ अहिले चाहिँ भनौँ। उहाँहरू आउनुभयो कति दिन भयो? भइसक्यो चाहिँ 15-20 दिन त भइसक्यो। 22 दिन भयो। आमालाई सबै थाहा रहेछ, 22 दिन भइसकेको छ। उता आमा पनि आमा बा तपाईँले एक्चुअली परिवारको जोडी जस्तै बा आमा हेरिरहनु भएको छ भनेको भिडियो अहिले मैले सम्झेँ। मन्दिरमा होइन त नि आमा मैले अहिले सम्झेँ आमा बा त्यसरी कुदिरहनु भएको भनेपछि अब उहाँहरूसँग कुराकानी गर्नु। उहाँ चाहिँ बिरामी भन्दा पनि उहाँको छोरा अर्जुन थापा भोलि चाहिँ जापान फर्किँदै गइबकिन्छ अनि उहाँसँग चाहिँ केही चाहिँ अलिकति उहाँको पिताजी उहाँको माताजी बर्दियामा घर छ हजुरहरूको होइन, जापानमा बसोबास।
अब तपाईँ एउटा जापान एउटा चाहिँ आधुनिक रूपले पनि धेरै विकसित देश होइन, अब त्यस्तो देशमा रहनु भएको मान्छेहरू त मेडिसिनमा बढी विश्वास गर्छन्। हजुरले कसरी यहाँ नै विश्वास गरेर आफ्नो पिताजीलाई माताजीलाई यहाँ लिएर आउनुभयो? त्यही त अब कस्तो भने मलाई पनि यो विषयमा चाहिँ लागिरहेको थियो होइन, सबै चिज एलोपेथिक नै हो, अहिले जो हाम्रो डाक्टरले औषधि दिइरहनु भएको छ त्यही नै औषधि सबै चिज हो भन्ने लाग्थ्यो। तर पनि कतिपय कुराहरू अध्ययन गर्दै जाँदा हिजोको अलिकति अध्ययन गरिराखेका हुन्थ्यो यो विषयमा पहिल्यैदेखि। अनि हाम्रा पुर्खा पनि त धेरै स्वस्थ 105 वर्ष 110 वर्ष बुवाहरू, मेरो हजुरबुवाहरू 80 90 वर्ष 95 वर्ष होइन बाँच्नु भएको हामीले हामीलाई देखियो नि त। तर आजकलको नयाँ जेनेरेसनहरू 40 वर्षमा रोगी हुने, 60 वर्ष 65 वर्षमा त कोही बाँच्ने चान्स पनि धेरै कम भयो कि होइन। अहिले अब धेरै सुविधाहरू बढ्दै गइरहेको छ हाम्रो पहिलाको हेरेर त। तर मान्छे किन भन्नु बढी रोगी बाँच्ने मान्छे पनि रोगी भएर बाँच्ने, अनि केही वर्षपछि त्यही औषधि रोगले नै मान्छेले लाग्ने क्या। अनि जति औषधि गर्दै गएको छ त्यति बिरामी हुँदै गएको छ। अब जस्तो मेरो घरमै पनि बुवा आमालाई कहिले औषधि गर्नु लाग्नु अब 30-35 वर्ष भइसक्यो। म एसएलसी दिनुभन्दा अगाडिदेखि हो, मैले एसएलसी दिएको आज 28 वर्ष भइसक्यो। आमा कहिल्यै स्वस्थ हुनु भएन क्या, कहिले औषधि खाएको खाइ हो तर स्वस्थ कहिले पनि नहुने। झन् जति औषधि बढाउँदै गयो त्यति रोगले च्याप्दै गयो, जति औषधि बढाउँदै गयो त्यति रोगले च्याप्दै गयो क्या। यो किन भइरहेको छ त भन्ने मलाई पनि लाग्थ्यो क्या। म आफू पनि अनि त्यो विभिन्न आयुर्वेदिक सम्बन्धी अनि यो नेचुरोप्याथिक सम्बन्धी त्यो के भन्छ प्राकृतिक चिकित्सा सम्बन्धी यसो हेरिराखेका हुन्थ्यो भिडियोहरू। अनि त्यसमध्ये अनि डक्टर साहबको चाहिँ मैले कोरोनाको बेला धेरै भिडियोहरू हेरिरहेको थिएँ क्या। अनि कतिपय कुराहरू उहाँको भिडियोले चाहिँ कतिपय कुराहरू झकझगाइरहेको हुन्थ्यो क्या। मैले मेरो सानो छोरीलाई 2टा पेपर आएर मैले त्यसपछि भएको भिडियोहरू यसमा लगाएन। एउटा चाहिँ 2टा चाहिँ लगाएँ छोरीको, 2टा चाहिँ पेपर आएर बसेर मैले लगाएन क्या त्यो उसको के अरे कोरोना भ्याक्सिनको। त्यसपछि मलाई खासै त्योभन्दा पहिला त कतिखेर पाला होला नत्र त मरिन्छ कोरोना आयो त मरिन्छ भन्ने कुरा हुन्थ्यो कि। मैले उहाँलाई पनि भनेको थिएँ अब पहिलोचोटि आज भने हो मेरो सानो छोरी वहीँ जापान गर्ने हो, मेरो ठुलो छोरी 2टा छोरीहरू छ वहीँ जापानमै छ पढ्दैछ। मैले त्यो त्यसपछि 2टा छोरीलाई लगाइनँ। त्यसपछि उहाँको भिडियो देखाएपछि मैले मेरो बुढीलाई पनि देखाएँ, परिवारलाई पनि मेरो विशेषलाई अनि देखाएपछि लगाएन। अब यो नलाए नै हुँदैछ भन्ने खालको एक खालको अलिकति चेतना त अलिकति झकझगाउने काम भयो नि त्योबाट। किनभने हामीसँग अब जे पढाइराखेको छ आधुनिक शिक्षा आधुनिक मेडिकलको बारेमा त्यो मात्रै धेरै कुराहरू त हाम्रो मात्रै बुझिराखेको छ नि त। त्यसको विकल्प केही पनि छैन भन्ने खालको हाम्रो अन्तर्हृदयमा त्यो बजाएको छ लगभग 99% मान्छेलाई। तर त्यसमध्ये पनि मैले अलिकति यो विषयमा घरमा पनि आमाले केही गर्दा कहिले तुलसीले उहाँलाई खोकी लाग्दा तुलसीको पात के दिनुहुन्थ्यो क्या, त्यो खाँदा सन्चो हुन्थ्यो होइन। त्यतिखेर त त्यो होइन यसमा केही नभइकन सन्चो नहुनु पर्ने केही न केही छ र त सन्चो भयो भन्ने त्यतिखेर लाग्थ्यो। अनि मैले लगभग त्यसपछि धेरै कुराहरू मैले जापान गइसकेपछि त्यसपछि बिचमा मलाई पनि अलिकति एउटा प्रब्लम अब सुगरको हुनसक्छ भन्ने कुराहरू हुनसक्छ होइन, औषधि खानुपर्छ भनेको थियो। तर मैले त्यसपछि चाहिँ घर आएपछि आमाहरूले जे भन्नुभयो र म आफूले भिडियोमा हेरेर त्यसपछि त्यो उहरू आयुर्वेदिकको पानीहरू बिहान तारा खाने गर्न थालेपछि मलाई 1 हप्ता पछि गर्दाखेरि मेरो सुगरको लेभल ठ्याक्कै डाउन भयो। औषधि खानु पर्दैन कसरी गरेस् भने क्या डक्टरले मलाई होइन। मैले एक्सर्साइज गरेँ अब सुगरहरू खानु छोडेर होला भनेर भने त्यसपछि मैले गर्नु त गरेको थिइनँ, त्यस्तो केही पनि गरेको थिइनँ खासै। त्यति मात्र थियो कि मैले चाहिँ बिहान त्यो खाली पेटमा चाहिँ त्यो उसको औषधि के भन्छ मेथी दानाको बोइल गरेर खाने त्यसले भइरहेको थियो। अनि मलाई त्यसमा अझै बढी विश्वास भयो क्या। त्यतिखेर के भने त्यो सुगर भएपछि जिन्दगीभरि औषधि खानुपर्छ भन्ने थियो नि त, भ्रम थियो नि त होइन। अनि मलाई खानु परेन, अहिलेसम्म 5 वर्ष अगाडि हो त्यो भएको मलाई। तर अहिलेसम्म मैले खानु परेन। त्यो मेरो सँगै साथीहरूले खायो, एकजना मेरो सँगै साथीको एउटा के पर्वतिर साथी उहाँले खाइरहेको छ अहिले पनि, तर मैले खाइनँ। मलाई अहिलेसम्म केही पनि राखेन, अहिले चाहिँ गरेर मेरो एकदम नर्मल छ क्या हामीले। अनि त्यसपछि मलाई त्यसपछि अझ बढी यो विषयमा चाहिँ धेरै विश्वास बढ्दै गयो क्या। त्यसपछि अनि मैले आमालाई पनि उहाँलाई एकचोटि जापान घुमाउनु लैजाउँ त भनेर घुमाउनु लाँदाखेरि आमा बिरामी भइराख्ने यहीँ पनि डक्टरको फलपमा गए नेपालमा मुटु रोग विशेषज्ञ कृष्ण अधिकारीको लगभग महिना दिनको 2 महिनाको उसमा रुगा आयो कि सन्चै नहुने घरमा त डक्टरले औषधि के हालिदिएर अब त्यो हाई डोजको औषधि के अनि त्यो औषधिले एकछिन चाहिँ दबाई दिँदो रहेछ अनि आमा त्यसको गएर हिँड्नु हुँदो रहेछ तर त्यसले काम गरेको रहेछ। त्यो औषधि खाएरै सन्चो हुने भएको भए त आमालाई फेरि किन त्यस्तो देखियो त जापान गएर चेक गर्दाखेरि भन्नु मलाई त्यसपछि झन् यो पर्थ्यो अलिकति मलाई पनि भएन। अनि त्यसपछि
म तुरुन्त नेपाल ल्याएँ। मैले चाहिँ खास नेपालमा यो उहाँहरूको भिडियो हेरेर कि चाहिँ आयुर्वेदिक गर्छु कि चाहिँ उहाँहरू उहाँ गरेर भेट भएन। मैले उहाँलाई आउने त्यही फोन गरेँ, फोन स्विच अफ, डक्टर साहब इन्डिया आउनुभएको रहेछ। अनि पछि कता हेर्दाखेरि मगर आएको कहीँ ठ्याक्कै ठाउँ चाहिँ देखेँ कतातिर उसमा। अनि ठ्याक फोन गरेपछि त्यहाँबाट डक्टर साहब फोन गर्नुभयो। फोन गरिसकेपछि अनि मैले धेरै दिन भयो उहाँ डक्टर साहबको उसको फोन गरेको, फोन लागेन। मैले यसो छ भनेर त्यसपछि म भोलिपल्ट बोलेर लिएर आएँ। लिएर आएर अनि म डक्टर साहब चाहिँ हुँदो रहेछ, अनि डक्टर मगर राईले भेटेँ, भेटेर कुरा गरेर अनि एकछिन गएँ। त्यसपछि आमाको रिपोर्ट मैले उता जापानबाट ल्याएको रिपोर्ट चाहिँ मैले उसमा देखाएको थिएँ, के अरे क्यान्सर हस्पिटलमा। त्यहाँ देखाउँदाखेरि उनीहरूले पनि त्यही भन्यो, आमालाई के क्यान्सर, लङ क्यान्सर। अनि त्यसपछि त्यो देखेपछि यसको एक्ज्याक्ट के हो, एकचोटि चाहिँ पेट सिटी गर्नु पऱ्यो भनेर त्यहाँको डक्टरहरूले भन्नुभयो। भनिसकेपछि यहाँ कुण्डलिनीमा ल्याएर पेट सिटी फेरि यहाँ काठमाडौँमा पनि 2-3 ठाउँ मात्रै हुँदो रहेछ। अनि कुण्डलिनीमा ल्याएर चेक गऱ्यो, त्यसको चेक गरेको त्यो चेक गर्नुलाई पनि त्यसको रिजल्ट यताउता गर्नु पनि 1 हप्ता लाग्दो रहेछ। त्यसपछि त्यसको रिजल्ट आइसकेपछि उहाँ लिएर गएपछि डक्टरले भनिदिनु भयो क्या लङ्सको चाहिँ यो स्टेजको लास्ट भन्ने 4th स्टेज भनेर भनिदिनु भयो। 4th स्टेज भनिसकेपछि अब हामीलाई त त्यो किसिमको साइकोलोजिकल डर लाग्छ नि मान्छे, साइकोलोजीको डाउन आफै पनि भयो। तर आमाले सोधिराख्नु भएको छ केही पनि भएन, अलिकति दाग छ भनेर उ गर्दै लिएर आएँ। अनि त्यो यहाँ ल्याइसकेपछि अब त्यो भनिराखेको थिएँ। अनि डक्टर साहबको पनि पुरा हुन फोनै नलाग्यो कि मलाई त झन् टेन्सन भइराखेको थियो। अनि ठ्याक्कै त्यसपछि ममता राईसँग भेट भइसकेँ, डक्टर ममता राईसँग भेट भइसकेपछि अनि मैले केही सुनिनँ। त्यसपछि बिचरा त्यो रिजल्ट आउनुभन्दा अगाडि मैले एउटा आयुर्वेदिक औषध दिइरहेको थिएँ आमाले, 1 हप्ता दिनको सेल्फ पेरिफिनको। त्यसले राम्रो गरेको थियो, आमालाई इनर्जी आउने, खाना खाने त्यो गर्नुभयो। त्यसले चाहिँ अलिकति आमालाई इनर्जी पनि बुस्ट भइरहेको थियो। खालि मलाई चाहिँ एउटै कुरा के विश्वास थियो मेरो भित्री मनमा के थियो भने कि आयुर्वेदिक कि नेचुरोपेथिक। मैले चाहिँ अझै धेरै इन्टरकनेक्ट चाहिँ नेचुरोपेथिक र आयुर्वेदिक एउटै हो भन्ने सोचिरहेको थिएँ। यो अहिले यहाँ आएपछि चाहिँ धेरै कुरा कतिपय कुराहरू फरक रहेछ होइन। उहाँहरू सबको उसले गर्दाखेरि म यहाँ बस्नु। अनि अहिले आएको आमा 35 दिन भयो यहाँ। आमा 4-5 दिनमा आमासँगै बसेँ होइन। अब सामान्य अझ आजसम्म औषधि पनि केही पनि खानुभएको छैन। त्यो प्रेसरको औषधि खानुहुन्थ्यो, प्रेसरको औषधि पनि आएकै दिनबाट छोडेको उहाँले। 35 दिन भयो, त्यसले त खासै केही साइड इफेक्ट हुनु पऱ्यो नि त। साइड इफेक्ट हुन्थ्यो, साँच्चैको औषधिले काम गर्थ्यो भने त यो यहाँ त खानै मात्रै खाएको भने खासै अरू केही त गर्नु भएको छैन नि त। औषधि दिनु भएको छैन, अर्को त्यस्तो इन्सुरेन्स केही दिनु भएन, एउटा रगत झिक्नु भएको छैन। यदि साँच्चीकै साइड इफेक्ट गर्थ्यो औषधिले भने त 35 दिनसम्म आज कहीँ प्रेसर हाई हुनुपर्ने, सास फेर्नु गाह्रो भयो हुनुपर्ने, त्यो खालको समस्या छैन। अब सामान्य मान्छेमा अलिअलि प्रब्लम आउने भन्ने कुरा त तपाईँ आमाले हेर्दैदेखिको त्यो भित्र कति लेयर छ त्यो फोहोर, त्यो अब त्यो नभइदिएर सामान्य कुरा त आउने भयो। तर आजसम्म आमालाई त्यसरी नखाएर नसुतेको होइन, निन्दै नआएको, मलाई प्रेसर हाई भएर सास फेर्न गाह्रो भयो भनेको त्यस्तो दिन चाहिँ छैन। म 5 दिन पनि म बसेँ, त्यसपछि आमासँगै हेर्नुहुन्छ। लगभग 3 किलोमिटर 3-3.5 किलोमिटर हिँड्नुहुन्छ गाउँमा होइन। अब त्यो हिँड्दाखेरि पनि आमालाई त्यस्तो खालको अलिकति अस्ति त्यो सिँढी चढाउँदाखेरि चाहिँ अलिकति सिँढीमा भएपछि अलिक गाह्रो भयो। हामी चढाएन, त्यसको चढाइएन, सिँढीमा चढ्नु भएन। तर यो नर्मल हो त त्यहाँ अलिकति उकालो ओह्रालो लगभग 3 किलोमिटर, बिहान 3 किलोमिटर आसपास हिँड्नु थियो, बेलुका 6 किलोमिटर लगभग हिँड्नु भएको छ होइन। अनि यहाँ चाहिँ कस्तो भयो त्यो भाइहरूको एउटा आत्मीयता र एउटा उसले पनि एउटा बिरामीलाई एउटा हुन त त्यो रिपोर्टले त पक्कै पनि केही न केही समस्या भएर देखेकै हो होइन। अब होइन पुरै ठेकै भन्न पनि सक्ने स्थिति रहेन नि त फेरि बिरामीको त्यो ल्याउँदाखेरिको स्थितिले हेर्दा त्यो के कारणले भयो भन्ने कुरा कारण हामीले पत्ता लगाउन सकेन, त्यो आफ्नो ठाउँमा रह्यो। तर यहाँ चाहिँ यहाँको उपचार चाहिँ के भने यदि साँच्चीकै अरू विज्ञानको कुरा गरिनँ, मैले स्वास्थ्य विज्ञानको सम्बन्धी कुरा गर्दाखेरि साँच्चीकै यथार्थ र एकदम भरपर्दो र साँच्चीकै मान्छेलाई गर्नुपर्ने हो भने चाहिँ यो नेचुरोपेथिक र यो आयुर्वेदिक हाम्रा पूर्वजहरूले गरेका कुराहरूलाई चाहिँ यो विज्ञानले चाहिँ प्रवर्तन गर्न एकदम जरुरी देखेँ कि मैले। यहाँ कतिजना बिरामीहरू आउनु भएको छ, आएकै दिनदेखि बडा औषधि छोडेर जानु भएको छ। मैले देखिरहेको छु लगभग 1 महिना जति हुँदा एउटा फिस्टोला हालेर भोलिदेखि के अरे उसमा के अरे डायलिसिस जानु भनेर आएको बिरामी आज 1 महिना भइसक्यो होइन। उहाँको डायलिसिस गरेको छैन भनेपछि डायलिसिस नगरे पनि त्यसलाई अलिकति मात्रै यो मिलाउन सक्यो भने त त्यो रोग त घरमै पनि सन्चो हुँदो रहेछ। यो कुराको उहाँहरूको एउटा उद्देश्य चाहिँ मलाई के चाहिँ एकदम बेस्ट लाग्यो भने तपाईँहरू आफै पनि घरमा गर्न सक्नुहुन्छ, तपाईँहरू आफै घर स्वस्थ हुन सक्नुहुन्छ। तपाईँहरू किन अल्छी गरेको, किन हामी कहाँ आउनै पर्छ? उहाँहरूको उद्देश्य कतिपय कुराहरू उहाँले डाइरेक्ट भन्नुहुन्छ होइन, त्यो चाहिँ
कतिपय नबुझ्ने भएर हामीले त्यो कति बुझाउन पनि नभएर होला। तर उहाँहरूको उद्देश्य चाहिँ मैले भोलि फेरि बिरामी भएर फेरि यहीँ आइरहेकोस् भन्ने चाहना छ जस्तो लाग्दैन। किनभने उहाँहरूको मोटिभेट, उहाँहरूको क्लास, उहाँहरूको साइकोलोजिकल्ली ट्रिटमेन्ट होइन यो घरमा पनि गर्छ। मेडिकलमा त मेरै पछि लागिरहेको हुन्छ के आमै स्वयं 10 वर्ष भयो 15 वर्ष भयो के भन्दिनँ ज्वरो आयो घर यसो तपाईँ घर नबस्नु आइहाल्नु यहाँ आउनु भन्ने कति वर्ष 12-13 वर्ष भयो औषधि मुटुको औषधि खाइ छ हुँदा हुँदै कता सन्चो भयो कहिले प्रेसर खानु भएको छ कहिले के खानु भएको छ गर्दा गर्दा त्यो खालको प्रमाण देखियो हेर्नु होइन। त्यो यो हाम्रो यो खालि त्यहाँ चाहिँ रोगको मात्रै औषधि गर्ने उपचारको त्यो नाममा दबाउने काम हुने रहेछ। यहाँ चाहिँ कस्तो कारणमा जरैदेखि फाल्ने कारण के त भन्दा हाम्रो खानपिन, हाम्रो रहन सहन, हाम्रो दैनिकी त्यसले गर्दा रोग लगाएर हुने त त्यही नै हो नि त। फेरि वास्तवमा अहिलेसम्म हाम्रो समस्या आएको त्यही कारणले हो। अब त्यसैमा गएर त्यो मात्र अलिकति ब्यालेन्स गरिदिनु भने हामीले रोगबाट टाढै बस्नुपर्ने टाढै हुँदो रहेछ राख्दो रहेछ भनेको चाहिँ मलाई विश्वास गरिरहेको छ। र आमाको पनि अहिले साइकोलोजिकल्ली एकदम स्ट्रङ हुन्छ। मेरो आमा आजसम्म कहिल्यै सुतेर यहाँ एउटा यहाँ गराउने योगा थेरापी अब यहाँ लाफ्टर गर्नुहुन्छ कतिपय मेडिटेसनको कुराहरू गराउनुहुन्छ। पहिले पनि एब्सेन्ट भएको मैले देखाएको थिएँ कि आएर हिँड्नुहुन्छ दिउँसो सुत्नुहुन्न यहाँ आएर गफ गर्नुहुन्छ। अनि एउटा खालको इन्भाइरोमेन्ट कस्तो बिरामी होइन कि हामी त चौतारोमा मेलापाता गर्दाखेरि गाउँमा आमा बाबाहरूले हिजोको दिनमा हामीले गरेको थियौँ नि त। कस्तो हाम्रो बर्दियातिर कस्तो गर्मीको टाइमको पिपलको चौताराको उसमा गएर गफ पनि चलाउँछ कि त्यस्तै खालको इन्भाइरोमेन्ट छ क्या यो काठमाडौँ। अब यहाँ त एउटा कोठामा बसेर मान्छेले अर्कोले चिन्दैन बोल्दैन अलि बोल्दा पनि कस्तो टाइपको रहेछ भन्ने खालको मान्छे त्यो सोध्छ। तर यहाँ चाहिँ कस्तो इन्भाइरोमेन्ट नै कस्तो भन्दा मैले आमालाई आमा भनेर बाले बा भनेर गर्थेँ होइन घुवाको कोठामा मजा गरेर गर्नु अर्को एउटा साँच्चीको भन्दा बिरामी भन्दा नि यहाँ गफ गर्न आएको आफ्नो उनै गर्न आएको एउटा बच्चाहरूलाई ऊ सिकाउन जस्तो हाम्रो प्ले ग्रुपमा ऊ सिकाउनु पठाउनु हुँदैन स्कुलमा अहिलेको आधुनिक मन्टेसरी जस्तो त्यो खालको कस्तो नि मान्छेलाई बिरामीतिर रोगतिर चाहिँ भन्दा पनि आफ्नो दैनिकीतिर चाहिँ बढी फोकस गराउने जस्तो मैले फिल गरेँ कि त्यसले खासमा मान्छेलाई के भने साइकोलोजिकली नै स्ट्रङ गराउँछ। बिरामी नै छु भन्ने खालको फिल भएन भने त त्यसले त बिरामीले त साइकोलोजिकल चाहिँ स्ट्रङ गराउनु त्यो जुन साइकोलोजी मान्छे कतिपय ठाउँमा बिगे उसमा पढिरहेको थियो कि मान्छेलाई कतिपय औषधि नै नभएको चिजलाई नै औषधिले त्यत्तिकै केही दियो भने नि उसलाई फिल हुन्छ अरे कि मैले औषधि खाइरहेको छु त्यसले चाहिँ रोग सन्चो भइरहेको हुन्छ भन्ने फिल भइरहेको भन्ने फिल हुन्छ अरे कि त्यसले पनि आधा रोग सन्चो गराउँछ भन्छ कि त्यो चाहिँ यहाँ देखेँ कि त्यो चाहिँ एकदम राम्रो आयो। भने 4-5 दिन बसेँ उहाँहरूको आतिथ्य अत्यन्तै राम्रो छ होइन। अब मेरो आफ्नो अनुभवमा चाहिँ त्यही हो मेरो बुवालाई अब बुवाको पनि लगभग कति थाइरोइडको प्रेसरको सुगर थाइरोइडको प्रेसरको अनि कोलेस्ट्रोल 10-15 वर्षभन्दा बढी भइसक्यो उहाँले औषधि खाएको। अहिले 35 दिन भयो केही पनि भएको थियो। बुवाको खुट्टा अस्ति यत्रो भएको थियो जहिल्यै खुट्टा यस्तो हिँड्नै नमिल्यो फल सुत्यो भने त्यही काठमाडौँमा पनि कति दिन जापान जाँदा पनि कि मैले घुम्न जाँदा पनि सुत्दाखेरि फर्किनै नमिल्यो सुन्ने यत्रो अहिले बुवा पनि हिँड्छिन्छ 3 किलोमिटर बिहान 3 किलोमिटर आमा अझै स्ट्रङ आमा छैन आमा जबकि डाक्टरले 4th स्टेजको लङ्स क्यान्सर भनेर उ गरिदिसकेको होइन। त्यस्तो व्यक्तिलाई यहाँ लिएर आउनु भएको छ खुसी हुनुहुन्छ यहाँको उपचारसँग? अहिले एकदम सेटिस्फाइड छु। साइकोलोजिकली आमाको जुन खालको बिल्डअप भइरहेछ अहिलेसम्म यत्रो 35 दिनसम्म उहाँले अरू हाम्रो दैनिकी सुधारे मात्रै हो होइन। औषधिहरू जसरी गरिराख्नु भएको छ त्यो औषधि भनेको हाम्रो दैनिकीसँगै हाम्रो अब अलिकति सबै दैनिक सुधारे हो। यही किसिमको अलिकति मात्रै आमाले हामीले घरमा गर्न सक्यो भने पनि आमालाई चाहिँ अब स्वस्थ बनाउन सकिन्छ भन्ने एउटा होप बढेर गएको छ कि अझै राम्रो हुन्छ भन्ने कुरा। अहिले चाहिँ अलिकति जस्तो नि यो दुब्लो देखिनुहुन्छ यो के अरे फलफुल मात्रै खाइराख्नु भएको छ कार्बोहाइड्रेट दिनदेखि फलफुल मात्रै फ्रुट्स मात्रै सेवन भइरहेको छ। 35 दिनसम्म आजसम्म अलिअलि त्यो के अरे फलफुल मात्रै हो आजसम्म त्यस्तो के पकाएको चिजहरू के खानु भएको छैन। आमा खानु लागेको छैन लागेको छैन है अब बाँच्छु भन्ने आशा जाग्यो यहाँ आएपछि जस राम्रो लागिरहेको छ। डाक्टरकोमा अहिलेसम्म कतिचोटि जानु भएको थियो यहाँ आउनुभन्दा अगाडि याद छ? 12 वर्षदेखि गएको गयो है कति गयो महिनाको अब यता दुख्छ फेरि गयो दबाई खायो फेरि दुख्छ फेरि आयो खायो अलि सन्चो हुन्छ फेरि 3 महिनापछि दुख्छ फेरि जाने
अरू बस्दै गरेको ए बाबुले उता जाने भने उता गयो उता गएर साह्रो भयो गाह्रो भयो जापानमा त्यसपछि नेपाल पनि आउनुभयो छोराले कुराहरू भनिहाल्नु भयो होइन बुवा अनि अब यहाँ उपचार गरिरहनु भएको छ कस्तो लागिरहेछ हजुरलाई खुसी छु खुसी हुनुहुन्छ अब मेरो सबै ठुलो अब मेरो श्रीमती भन्दैन अब मेरो भन्नु होइन पहिला तपाईँ के भन्नु म के अरे हिँड्दै हिँड्दै थाहा नपाउने यो खुट्टो खड्याकको भएपछि न यहाँ भन्नु न आत्मा त्यहाँदेखि पल्टिनै पर्ने यो खुट्टो चल्दैन चल्ने फेरि पिज रोडमा माजु बाटोमा साइकल चलाएर गइरहेको थिएँ भएको कुरा माजु बाटो पिज रोड हो त्यहाँ अब हाइवे जस्तै नै हो हाम्रो तराईमा कुसुम बजार भन्छ है त्यहाँ चलाएर आइरहेको थिएँ माजाबाट खुट्टो त खड्याक्क गएको थियो पल्टेको थाहै भएन गाडी त्यही गाडी आएको थियो दोहोरो गाडी बराबर चल्थ्यो बडै अब मैला आएर दुब्लो आएर झुर्को उठाइदियो म त उठ्दा साइकल उसले उठाइदियो म चाहिँ त्यहीँ बसेँ एकछिन त्यहीँ एकछिन पछि पसिना पनि आयो जाडो महिना थियो पसिना चिट पसिना आयो नि एकछिन पछि उठेँ अनि बाबा चोट लागेको के भयो भने नानी म यो खुट्टाले गर्दा पल्ट्यो भने एकछिन बसेँ बसिसकेपछि पसिना उठेँ फेरि हाम्रो गाउँको तमाङ केटो बिचरा ऊ कहाँ देखेछ नि पछि गएर साइकल होइन कहाँ साइकलमा अन्त अटोमा जानु एकछिन त्यो पनि बस्दा त्यो दबाई खाइरहेको थिएँ खाँदै पहिला खाइरहेको थिएँ त्यहाँदेखि त्यो दबाई खाएर त्यहाँ त्यही साइकलमा छोडेर अनि त्यो रुमको तमाकेर ल्याइदियो भित्र घर आएँ त्यतिकै बस्यो बस्दा दबाई चाहिँ दबाईसितै गरेर ल्यायो भने 2 महिना 1.5 महिना 2 महिना बारम्बार ल्याएको 2 महिना बराबरै अस्ति मौसिरा भन्नु कार्तिकमा 3 जना हामी 2 जनामा बराबर मात्रै 35,000को दबाई ल्याएको जापान जानुभन्दा अगाडि पनि पुरै सिको गरेका हो कि हुँदैन पुरै शरीरको होलबडी चेक गरेर टिको सिको चेक गरेर औषधि यदि दिएर पठाउने त्यसको त्यो कारण पत्ता छैन के कारण त्यो भइरहेछ भन्ने जापानमा एकै दिनमा त्यो कुरा पत्ता लाग्यो अब त्यहाँ चाहिँ कसैले कुनै पनि तपाईँको एक्ज्याक्ट कुन रोग हो नभए थाहा भएसँग औषधि दिँदैन तपाईँले देखेको त्यो सिम्टमको आधारमा औषधि दिँदैन एक्सपेरिमेन्ट गर्न पाइँदैन है एक्सपेरिमेन्ट भनेको तपाईँले त्यो यदि त्यो औषधिको साइड इफेक्ट गरेको प्रमाणित भएर मैले गरेर क्लेम गरेँ त्यहाँ तपाईँले मतलबै छैन यहाँ त तपाईँले जेसुकै होस् जान्छ खोज्छ यति औषध दिएर पठाइदिन्छ तपाईँलाई त्यो एकदम फेरि कस्तो भने हामीले यहाँबाट आयुर्वेदिक यदि फलो गर्दैनौँ डाक्टरको उसमा चाहिँ यहाँको आयुर्वेदिक उसलाई पनि फलो गरिरहेको छ कि दुइटैले उ गरिरहेको छ तर उसले गर्ने ठाउँमा प्रायः बेसी नेचुरल कुराहरू नै बढी उनीहरूले पनि फोकस गर्छ खानपिनमा बच्चादेखि हाम्रो चिजहरू छ त्यो गरिराख्नु प्रमोट जस्तो भेजिटेबललाई प्रमोट गर्छ जापानिजहरू खाना त सबै खान्छ तर बढी चाहिँ उनीहरूको खानामा भेजिटेबललाई एकदम प्लसै गरिरहेको हुन्छ अनि त्यो उसमा चाहिँ आमाको त्यही दिन पत्ता लाग्यो अनि मलाई चाहिँ त्यो दिन डक्टरले के भन्नुभयो भने तेरो आमाको चाहिँ यो समस्या छ तैँले कति राख्नु ल्याएको छ भने मैले 3 महिना थियो अरू घुमाउनु पर्ला अनि तुरुन्त नेपाल यहाँले मगाउनु पर्छ अनि अब के अरे लामो समय लाग्छ यसको औषधि गर्न भनेर भन्नुभयो त्यसपछि मैले भने ए हो र ल म त्यसमा उ गरेर गइहाल्छु भनेर पनि चाहिँ त्यसो हामीलाई त्यसमा त्यो सुन्यो हाम्रो पनि अलिकति उ भयो हतार अनि उ गरेर टिकट गरेर आएपछि अब यहाँ पनि त्यही रिपोर्टहरूलाई चाहिँ उ गरिसकेपछि होइन अब हामीले त्यसलाई पताउनु पर्यो त्यहाँ मैले त्यहाँ मेरो आफ्नो अनुभव 4-15 वर्ष जापान बसेको यहाँको जस्तो डक्टरले लाभ चाहिँ गर्नुहुँदैन अस्ति अब न्युज पनि पढ्नुभयो होला सायद हजुरले एकजना ड्राइभरले त्यहाँ चाहिँ ड्राइभर पनि खलासी पनि सबै एउटै हुन्छ कि बस्न तपाईँ कोही मान्छे हुँदैन के गर्दाखेरि त्यहाँ पैसा त सबै गर्नु पैसा कहाँबाट त्यो निकाल्दाखेरि एटिएमबाट अलिकति 1000 रुपियाँ तपाईँको मिस्टेकले उहाँको उसमा पैसा निकाल्नु भएछ त्यो उहाँले बिर्सिनु भयो कि हो त्यो पैसा पछि क्यामेरा सिसी क्यामेरामा त्यो देखिएछ अनि पैसा निकालेपछि निकालेको भन्नु भन्दाखेरि निकालेन भनेर उसले थाहा नपाउँदाखेरि त्यो बिर्सिएर होला के कारण उसको पुरा जिन्दगीभरि बिमा के अरे पेन्सनै रद्द गर्थ्यो कि 1000 रुपियाँको लागि 1 करोड 20 लाखको एकमुष्ट निस्किनु पर्ने पेन्सन त्यस्तो अनुशासनमा चलाएको देश हो त्यहाँ फेरि यो उपभोक्ता नागरिकको स्वास्थ्य सम्बन्धी अत्यन्तै
सजग छ क्या त्यो देशको कानुन। तपाईँले यसै औषधि दिँदैन, यहाँको हामी पनि गयौँ भने 4 दिनको औषधि दिन्छ र कुनै पनि कुरा त्यो 4 दिन पनि तपाईँलाई ऊ भएन भने के अरे नखानुहोस् भन्छ डक्टरले। मतलब त्यो कोही कोहीकोलाई अब जो ज्यान दिएछ एकदम कम डोजको दिन्छ। यहाँको जस्तो 500 mg 600 mg दिँदैन, 200 mg 160 mg भन्दा औषधि एकदम लाभ रहेछ। मैले कतिजनाको मान्छेहरूको अपरेसन गर्दा गर्दै मान्छेलाई भित्र अपरेसन गरेर सिजर छोडिदिएर मान्छे मरिरहेको छ, तर त्यो पनि मतलबै छैन। यहाँ जुन कुरामा बस्नुपर्ने कुरो त्यो कुरा कहिल्यै बस हुँदैन। हिजो देख्नु पऱ्यो तपाईँको त्यो उसमा करेन्ट लगाएर मान्छे मारे बाटोमा, यहाँको न्युजले त्यो कहिले पनि फोकस गर्दैन। यहाँको क्याबिनेटले त्यो विषय कहिल्यै पनि हुँदैन। अन्तको ठाउँमा एकजना मान्छे बाटो कामले गर्दाखेरि एउटा बस अलिकति क्र्याक भयो जापानमा 8-10 वर्ष अगाडि, त्यो बाटोको पुरै कुनै सिनारी चेन्ज गर्यो त्यहाँ उ गर्दाखेरि। त्यति सेन्सियर छ कि मान्छेको लाइफप्रति, यहाँ त्यो छैन। हामी एकदम अब यो प्रकृति हामीले सबै दिएको छ दिन चाहिँ, तर पनि हाम्रो आफ्नो देशको परिस्थिति सबै यस्तै रहिरहेको एकदम दुःख लाग्छ। डाक्टर साहबहरूले जुन पहल गर्नुभएको छ यो त अत्यन्त राम्रो छ। हाम्रो आउँदो दिनमा कुनै त्यस्तो हाम्रो ठाउँबाट हुने सहयोग र हामीले गर्नुपर्ने कुराहरू चाहिँ गर्न तयार हुनुहुन्छ होइन? गर्छौँ जिन्दगी। पक्कै पनि एकदम खुसी लाग्यो तपाईँसँग कुराकानी भएर। भोलि फर्किँदै हुनुहुन्छ होइन? अब तपाईँको लेभलबाट बुझ्ने धेरै नेपाली आवश्यक पर्यो होइन त डाक्टर साहब? अर्जुनजीलाई धेरै धेरै धन्यवाद। हामीलाई चाहिँ अब यसरी शुभकामना होइन र हामीलाई मिठा मिठा शब्दहरूले सम्मान गरिएकोमा, हाम्रो चाहिँ प्रशंसा गरेकोमा, हाम्रो यहाँको बिरामीहरूको हेरचाह गर्ने सबै कुराको उहाँले चाहिँ एकदम राम्रो प्रशंसा गरिबक्स्यो होइन। तर उहाँको पिताजीलाई बुवालाई केही कुरा आफ्नो अझै क्लियर गर्नु पर्यो नि, यो त साराले हेर्छन्। म त्यहाँ लडेँ, त्यो लडेर आइसकेपछि पछि असुस कुरा है, टाढा कुरा होइन। कार्तिक त हामी सुरु भयो, सुरु कार्तिक त पनि सुरु भयो। बस बोल्छु त्यहाँ सुरु भयो पछि त के के भयो त्यहाँ त छोराले आज अहिले त जानुपर्छ आउनुपर्छ भने छोराले पनि त्यहाँ त जाने कोसिस गर्यो। त्यसपछि त होइन दबाई त लानु पऱ्यो, अब यसरी बिमारी भइरहन्छ भने हाम्रो सोच चाहिँ त्यो भयो। मेरो सोच मेरो त्यो भयो। दबाई खाइरहेको छ, अब जाने 2 महिना 2.5 महिना 3 महिना छ, त्यहाँ गएर दबाई ल्याएर खायो। त्यो दबाई अझै पनि छ, त्यो 35,000को दबाई अझै छ। यहाँ 2 पत्ता ल्यायो, यहाँ ल्याएको छैन, अरू ल्याएको घरमै छ। अनि त्यहाँदेखि म आइयो त्यहाँदेखि पुग्यो। अब हुन 1 महिना उहाँदेखि 1 महिना म यहाँ काठमाडौँ बस्यो, उहाँ पुग्यो। उहाँ पुगेपछि मलाई चाहिँ अब पुरा त्यहाँ घर राति सुत्याला नि कहिले कहिले त्यस्तो हुन्थ्यो। बुढियाले कहिले फकाइदियो, फुटाइदियो पानी नि, अनि उठ्ने यो गरिदिएँ। उहाँ गएपछि चाहिँ ज्वाइँले पनि छोराले पनि देख्यो। यस्तो देखेपछि त के हो सासै रोकेर जस्तो हुने, मुख सुक्ने, पसिना खलाउनु ल्याउने। त्यही थियो है। त्यहाँदेखि पछि फेरि आमा पनि त्यस्तै बिमारी भयो। हेरेपछि छोराले होइन यहाँ उहाँदेखि आइसक्यो, यहाँ दबाई नगरी त्यसै एकखेप चेक नगरी कहाँ लाने, कहाँ जाने भने चेक गरेर भने चेक गरेर भने त त्यसै देखियो। मेरो पनि मनासँग लाग्यो भने दबाई पनि खायो, झन् बढी भयो। बुढाबुढी पहिलोबाट खायो क्या दबाई चाहिँ। ल भयो जाने जाम बाबु भने उसले जानु पहिलो उहाँ भिसा थप्ला, भिसा थपेको 4-5 दिनमा चेक गरेको, चेक गरेर जाने भनेर छोराले त्यो भनेर चेक गर्न जाँदाखेरि त्यो देखियो। त्यहाँदेखि हामी सबै निराशा जस्तो हो कि त्यहाँदेखि लो बाबु टिकट जाने। मैले त पहिल्यै भनेको थिएँ, के अरे 3 महिना पछि त गइहाल्ने भनेको थिएँ नि भने ऊ आफैको बलले के फेरि 3 महिना थपेर उ गरेर अब त भिसा थपेर अब त फेरि गएर चेक गर्दा त्यस्तो देखि नि हामी त आत्तिएर दुख्रिहाल्यो। यहाँ अहिलेसम्म फलो भन्नु राम्रै भइरहेको छ। अब 35 दिन भयो, अहिलेसम्म त्यहाँदेखि पठाएपछि दबाई खाइएन, दबाई पनि खाइएन। अहिलेसम्म भयो ठिक छ भयो। हिजो अस्ति दिन दबाईले चाहिँ उपचार हुँदैन रहेछ भन्ने तपाईँलाई विश्वास भयो? मना त लाग्यो, भने त छैन तर मना त लागेको छ है। अब डाक्टरमा जानुहुन्छ? अहिलेसम्म त अब विश्वास मान्य छ। यहाँ अहिलेसम्म यहाँ विश्वास मान्नु भएको छ? हजुर, यहाँ आदि भन्नु 35 दिन हो मैले हेर्नु विश्वास मान्य छ। अब कति दिन बस्नुहुन्छ यहाँ? अब 10-15 दिन जानुपर्छ। 10-15 दिन बसेर फर्किनु हुन्छ है? जाने काम छ, त्यो नभएको भएको छैन। अब म यहीँ
बुढियाले चाहिँ हेरिराख्नु पर्ला अब ए श्रीमतीलाई हजुर चाहिँ भोलि फर्किँदै हुनुहुन्छ जापान छोरा त्यो आफूले देखेर है त्यहाँ त्यतै अलिक व्यवहार नसलिने छ अब आफू जानु पऱ्यो नगए भएन बसिरहन्छ त्यस्तो ल हजुरहरूलाई धेरै धेरै धन्यवाद हजुर पनि धन्यवाद तपाईँहरूको उपचार सफल होस् अब आशावादी हुनुहुन्छ 35 दिनमा होइन हजुर राम्रो भएको छ धेरै राम्रो छ त्यस्तो दबाई खानुपर्छ हामीले के अरे 3 दबाई लगातार खाइ कति वर्ष भयो कति महिना भयो महिना त भन्ने कुरै भएन खाना त्यो पोलिटिन खाले 35 दिन सकेन भएको भनेपछि त औषधि त त्यो गएर हुन्छ नि त 15 वर्षदेखि खाइरहेको औषधि अहिलेसम्म होइन औषधि छोड्यो भने त मरिहालिन्छ भनेर खाएको सायद परिरहेको छ नि त तपाईँले 2 दिन छोड्यो भने तपाईँ प्रेसरले भोलि मुटु हान्छ यता हान्छ उता हान्छ तपाईँ घटाटे गरेर मान्छे जान्छ भन्ने भनेको खै त त्यस्तो त भएन त्यो होइन रहेछ भन्ने कुरा तपाईँहरूले पनि प्रमाणित भयो नि ल हजुरलाई शुभयात्रा अब डाक्टर साहब अब तपाईँका यति धेरै बिरामीहरू हुनुहुन्छ अब एउटा घरमा होइन आफूले सक्ने गरिरहनु भएको छ धेरैजना आउन चाहनुहुन्छ उहाँलाई कस्तो के भन्न चाहनुहुन्छ अब थुप्रो पहिला पनि अब अन्तर्वार्ताहरू छन् विभिन्न मिडियाहरूले लिएका हजुरले लिएका होइन ती खोजेर डाक्टर पूर्ण साई भनेर युट्युबमा खोज्यो भने पनि भेटिन्छ त्यहाँ सबै कुरा सिकाएको छ सजिलै छ अनि स्वस्थ हुनको लागि त धेरै केही गर्नै पर्दैन यी सबै चिज त हामी अस्वस्थ हुनलाई मात्र गर्छौँ अस्पतालहरू अस्वस्थ बनाउनको लागि खोलिएका हुन् त्यो भ्रमबाट पनि मुक्त हुनु पर्यो होइन बाँकी अब दबाईहरूको चाहिँ अब उहाँहरू मात्र होइन पहिलो बिरामी यहाँ दबाई छोडेको होइन यहाँ त आएकै दिन कुनै पनि किसिमको दबाई 30 वर्ष 40 वर्षदेखि सेवन गरिरहेका चाहे हार्ट एट्याक भएर चाहिँ त्यहाँभित्र स्टेन्ट हालेका हुन् चाहे किडनी फेल भएर डायलिसिस गरिरहेका हुन् होइन चाहे क्यान्सरदेखि जुनसुकै दबाई इन्सुलिनदेखि लिएर हरेक दबाईहरू यहाँ प्रवेश गरेको उपचार गर्न आएको दिनबाट बन्द भइहाल्छ र त्यो दबाई बन्द गरेर आजसम्म कसैलाई चाहिँ गाह्रो भएको छैन गाह्रो अवस्थामा आएका सबै राम्रो भएर गएका छन् किनभने त्यो दबाई नै होइन त्यो चाहिँ पोइजन हो त्यसैले नै गाह्रो गर्ने हो जति पनि चाहिँ अब बिरामीहरू यहाँ आउँदैन सबै दबाई खाएरै गाह्रो हुँदै आएका हुन् नि त दबाई खानुभन्दा अगाडि त सबै स्वस्थ थिए त्यो भएको हुनाले दबाई कुनै पनि त्यस्तो दबाई छैन चाहिँ यो हामीलाई ठिक गर्ने त आफ्नो जीवनशैली खानेकुराहरू स्वस्थकर खानेकुराहरू खाएपछि आफै ठिक हुने हो शरीर बाहेक कोही हाम्रो डक्टरहरू छैन ती भिडियोहरू हेरेर जानकारी लिन सकिन्छ यस्तै खालका तमाम छन् त अब नेचुरल प्रोसेसबाट जुन उपचारहरू हुन्छ त्यो हेऱ्यो भने सजिलै घरमा गर्न सकिन्छ आफ्नो जीवनशैली चाहिँ बदलेर स्वास्थ्य हुने मार्गमा हिँडेपछि आफै स्वस्थ हुने हो अनि कहीँ अब गाह्रो अब एकदमै नसकिने जस्ता छन् एकदमै जीर्ण छ भने अब यहाँको सहयोग पनि लिनु पर्यो खर्च पर्च पनि यहाँ चाहिँ गर्नु पर्यो अन्यथा त आफ्नै घरमा सामान्य चाहिँ खानपानमै आफ्नो सुधार भइहाल्छ खानपानबाटै हामीले सबै कुराहरू गर्छौँ होइन तपाईँहरूले यहाँ आउनुहोस् भनेर बोलाउनुहुन्न तर गाह्रै अवस्था हुँदा आउनेलाई चाहिँ अब सकेसम्म मिलाउनु जसले घरमा गर्न सक्दैनन् उहाँहरूले यहाँ आउँदा राम्रो होला होइन अब यहीँ आउनुपर्छ भन्ने छैन यस्ता खालका प्राकृतिक तवरबाटै उपचार हुने ठाउँमा जहाँ दबाई अपरेसनहरूको चाहिँ प्रयोग हुँदैन होइन प्राकृतिक जीवनशैलीबाट चाहिँ उपचार हुन्छ त्यस्तो ठाउँमा जाँदा राम्रो होला बाँकी त सबै आफै जानकारहरू छन् होइन आफैले कहाँ के गर्दा ठिक हुन्छ आफै आफ्नो विवेक प्रयोग गरेर